मेरै ठाउँमा पनि केही छुटे सिङ लिएर पुगेको छ चिनौती खेल्नु। मैले धेरै केही भन्नु पर्दैन। अन्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे एउटा साँच्चैको अन्डा। बतासे अन्डाबाट चल्ला निक्लिँदैन, यी बतासे अन्डाहरूबाट पनि चल्ला निक्लिँदैन। ती बतासका खेती गरिरहेका छन्, यिनीहरूसँग सङ्गठन छैन, उद्देश्य छैन, विचार छैन, भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन त्यो पनि थाहा छैन। उल्टो जोस्न जाने छ, आगो बाल्न जाने छ, देश बिगार्न जाने छ, भड्काउन जाने छ, तोडफोड गर्न जाने छ, लुटपाट गर्न जानेको छ, आगजनी गर्न जाने छ। यस्ता कुराहरूलाई क्रान्ति भनेर महिमा मण्डन गरेको छ र अरूमाथि विभिन्न प्रकारका आरोपहरू लगाएको छ। यस्ता कुराहरूको पर्वाह गर्ने होइन, यी आकाशे खेती हुन्। धरतीमा यिनीहरू जनतासँग पुगेका छैन, उनीहरू जनतासँग पुगेका छैन। कहाँबाट कसले खेलाएका हुन् थाहा छैन, कसले चलाएका हुन् थाहा छैन। एउटा मुहिम चलाइदिएको छ, एउटा मोबाइल भन्ने भाँडो, त्यही मोबाइल भन्ने भाँडोबाट हुडल मचाएको छ देश। काङ्ग्रेसको होस् या एमालेको होस् चाहे माओवादीको होस्, कि यो पार्टीमा भएका विकृति जति र यी भ्रष्टाचारका आरोप लागेका जति मान्छे हटाऊ, होइन भने पार्टी नै हटाऊ भने हो नि त हामीले। जस्तो काङ्ग्रेसले रिफर्म गरो, एमाले गर्न सकेन, अब हत्यामा संलग्न र जिम्मेवार व्यक्ति को हो त्यसलाई कारवाही गर्नु पर्यो। हाम्रो भनाइ यति हो। सूर्यमा छाप लगाएर आफ्नो खेतमा आलु गोडेर होइन त्यो आलु बेचिया पैसाले छोरछोरी पढाउने मान्छेलाई हामीले हत्यारा भनेर भन्नुपर्ने जरुरत छ कमल? उसले छौडा भनेन कि, लुसिफर भनेन कि, यत्रा पाखुरा भएका भनेन कि, जेलेनेस्की भनेनन् कि, यहाँबाट कारपै काँचै पठाइन्छ भनेनन् कि, आगो भएर मानिलिउँ दुश्मनै आयोजी गरेर बालनमाथि खनियो पुरै एमाले। जाबो बिहे गर्न दिनको त बेहुला हेर्नलाई भनेर जन्ती त्यत्रो निस्किन्छ भने ओलीलाई फालेर प्रधानमन्त्री बन्छु भने मान्छे आउँदैछ भने पछाडि देशको जनता निस्किन्छ कि निस्किँदैन? जसको नाम भ्रष्टाचारी भनेर जोडियो, जसको नाम भ्रष्टाचार लिने र देनीमा परो, ती पात्रहरू कि सुन्न नपरोस् कि त्यस्ता पात्रहरूलाई पार्टीले नदेखाओस्। जसले गलत गरेको छ त्यसलाई सजाय गर्नुपर्छ, होइन आन्दोलनबाट सजाय गर्दाखेरि क्षति गर्नु पर्दो रहेछ। ब्यालेटबाट सजाय गर्यो भनेदेखि होइन बिना रक्तपात जित्ने बेला अगाडि चाहिँ घोषणापत्र राम्रो ल्याउने, जिते पछाडि चाहिँ अनिखेर घोषणापत्रतिर लाग्ने भए पछाडि त्यस्तो गर्यो भने त्यो पार्टीलाई अर्को चटक फालिदिउँ। यो झगडा पछाडि बेला बेलाका स्टाटसहरू पछाडि बालनमाथि पटक पटक खनिँदै गए पछाडि बालनले अहिले निर्वाचनमा कहाँ जान्छु भने क्षेत्र नम्बर 5 बालनलाई प्रधानमन्त्रीको रूपमा रासोपाले अगाडि सार्यो। बालनले निर्वाचित हुने क्षेत्र झापाको क्षेत्र नम्बर 5 खोज्यो। क्षेत्र नम्बर 5 मा बालन जाँदै गर्दा खड्गप्रसाद गिरीले ल बाबु होइन प्रधानमन्त्रीको उम्मेदवार बनेर मेरै क्षेत्रमा आइछस्, मलाई यिनै जनताले प्रधानमन्त्री हुनलाई पटक पटक जिताएर पठाएका हुन्, अब तैँले जितेर गइस् भनेदेखि तँ नि प्रधानमन्त्री भइस्, मेरै क्षेत्रबाट मेरै जनताले के मैला भोट हाल्ने जनताले तँलाई पनि प्रधानमन्त्री बनाउने भए मलाई बडो खुसीको कुरो छ। जिते म जित्छु, हारे पनि यतिको केटो आयो जसले देश चलाउँछु भनेर आँट गरो। यस्तो होइन सन्तान सक्षम भए पछाडि त अभिभावकलाई त ढुक्क हुन्छ, मलाई हेर बाबु बुढो भइसक्यो ती देश कसलाई जिम्मा लाउनु जस्तो भयो त्यो त आइस धेरै राम्रो छ बाबु भन्दिया भए सायद बालन शाहको त्यहाँबाट जमानत जोगाउन पनि गाह्रो हुन्थ्यो, झगडा पनि पर्दैन थियो, त्यहाँ भिडभाड र हाउभाउ गर्नुपर्ने पर्दैन थियो, केही पनि हुँदैन थियो, यसरी हो हल्ला पनि हुँदैन थियो हुन्थ्यो। उसले छौडा भनेन कि, लुसिफर भनेन कि, यत्रा पाखुरा भएका भनेन कि, जेलेनेस्की भनेनन् कि,
यहाँबाट करापै काचै पठाइन्छ भनेनन् कि आगो भएर मानिलिउँ दुश्मनै आएजी गरेर बालनमाथि खनियो पुरै एमाले खनियो। त्यो भएको हुनाले आम जनतालाई रिस उठ्यो। अलरेडी झन्नै ओलीले पाएको मतभन्दा बढी जनता ओली विरुद्ध त्यहाँ छैन। 23,000 काङ्ग्रेसको भोट, 17,000 रासोपाको भोट, 12,000 हलोको भोट जोड्नुहोस् त। एमाले कति 35,000 होइन? समानुपातिक होइन, जेसुकै भन्नु न, राप्रपातको उम्मेदवार छैन, त्यो भोट उता हालेको छ नि त। यी जम्मै जोड्दाखेरि ओलीको भन्दा बढी भोट भएका अलरेडी पहिल्यै ओलीका एग्निस्ट जनताहरू बहुमतमा छन् होइन झापामा। उसले त्यसो भनेको थियो भने सायद यो अवस्था आउँदैन थियो। उसले अरू बेला पनि चुनाव लडेरै आएको हो, जितेरै आएको हो, ऊ निर्विरोध खाएकै छैन भने त्यहाँ अर्को प्रतिस्पर्धी एउटा आउँथ्यो होइन। 18,000 भोटको ठाउँमा 28,000 भोट लान्थ्यो होला। तर 35,000 भोट भएको एमालेको 37,000 भोट लिएर आएर चुनाव जित्थ्यो होला नि त। हो, त्यो नबोलिया थियो भने यो झगडा हुँदैन थियो। अब जनताले अघि मैले तपाईँलाई किन जोडी चिया चमेनादेखि जम्मै लिएर आएर जनताले बालनको कामको बारेमा बालन अनौठो भएको छ, के हो भन्ने भएको छ। प्रत्यक्ष रूपमा काठमाडौँको महानगर केशव स्थापितलाई हराएर आएको मान्छे उदाएको 10 महिनामा त्यो के भएको छ। 2 महिनाभित्र मेयर हुन त नोमिनेसन गरेको पछाडि हल्ला चलेर चुनाव गर्दाखेरि जितिया मान्छे जनताले त्यो देखिया छ। त्यो मान्छे आँट गरेर नेकपा एमालेको अध्यक्ष अहिलेसम्म सर्वाधिक मतान्तरले चुनाव जितेको खड्गप्रसाद ओलीको क्षेत्रमा त्यहाँ गएर ओली नै हराएर म चुनाव जितेर आउँछु भनेर उसले उद्घोषसहित दलबलसहित ऊ झापामा नोमिनेसन गर्न गएको छ। त्यो भए पछाडि जनतालाई अनौठो लाग्छ कि लाग्दैन? अनि अनौठो र अलौकिक मान्छे हेर्नलाई जहाँ ऊ गयो त्यहाँ त्यो मान्छे हेर्न आउँछन् कि आउँदैनन्? आउँदैनन्। मैले उदाहरण दिएको छु, कमल त्यही गाउँ होइन, जन्मिया ठाउँ, बिहे गरे कति वर्ष बिहे गरे? 27 वर्ष। 27 वर्ष उमेर बिहे गरे। 26 वर्ष 9 महिना कि 11 महिनासम्म, 11 महिना 29 दिनसम्म त तपाईँका त्यो गाउँका छेउछाउका मान्छेहरू कोही पनि सँगै बसेर फोटो खिचाउँदा भन्दैन थिए नि। तर बेहुलो भएका दिन त टाँसिएर फोटो खिच्नै पर्यो नि त साथीभाइहरूलाई। एक क्लिक हानौँ भने नि त त्यहाँका काका काकी आमाहरू दाजु भाउजू दिदीबहिनीहरू बेहुलो हेर्न भनेर बाहिर निस्क्यो होला नि त। बेहुली हेर्न त ल लिएर आइसके पछाडि हेर्लान्। त्यही गाउँका मान्छे बेहुलो हेर्न निस्के कि निस्केनन्? जाबो बिहे गर्दा दिनको त बेहुलो हेर्नलाई भनेर जन्ती त्यत्रो निस्किन्छ भने ओलीलाई फालेर प्रधानमन्त्री बन्छु भने मान्छे आउँदैछ भने पछाडि देशको जनता निस्किन्छ कि निस्किँदैन? यो वातावरण कसले बनाइदियो? हामीले नचिन्ने खालका नोट लिएर पुगेका छन् निर्वाचन क्षेत्र। अब यी त हामी झेलिराखेकै छौँ, तर हामी भनिदिन चाहन्छौँ हामी प्रतिक्रियावादी शक्तिहरूका दया माया कृपाले यहाँसम्म आइपुगेका होइनौँ, टिकेका होइनौँ। सङ्घर्ष गरेर यहाँसम्म आएका हौँ, सङ्घर्ष गरेर यहाँ टिकेका हौँ, सङ्घर्ष गरेर टिक्छौँ, सङ्घर्ष गरेर जित्छौँ, सफल हुन्छौँ, देशलाई सफल बनाउँछौँ। नेपाल हार्दैन, नेपाललाई हार्न दिँदैन, किनभने यहाँ नेकपा एमाले छ। नेपाल हार्दैन, नेपाललाई हार्न दिँदैन। सबै प्रकारका ठगहरू, लुसिफरहरू धाक नलगाए हुन्छ। नेपालका युवाहरू अलिकति बाटो बिराउन खोजिया छन्। म फेरि त्यहीँ गएर चुनाव लड्छु, आह्वान गर्छु, तपाईँ आएर जितेर देखाउनुहोस्। हिस्ट्री भनेको फेरि नै चिज हो भाइ। बालेन अहिलेसम्म आएको थियो। चर्चा चलिरहेका बेला रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले बहस गर्न अस्वीकार गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि आह्वान गरेपछि बालेनले सामाजिक सञ्जाल मार्फत आक्रामक प्रतिक्रिया दिँदै गम्भीर आरोप लगाएका हुन्। बालेनले ओलीलाई लक्षित गर्दै लेखेका छन्, 76 जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ। उनले विगतका हिंसात्मक घटनाहरूलाई स्मरण गराउँदै ओलीलाई आतङ्ककारी स्वीकार्न चुनौती समेत दिएका छन्। बालेनको यो टिप्पणीले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ। उनले थप अगाडि लेखेका छन्, आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ। 23 गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन 24 गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो? प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा चर्चामा रहेका बालेनले ओलीको प्रस्तावलाई यसरी ठाडो अस्वीकार गरेपछि अबको राजनीतिक बहस नीति र एजेन्डा भन्दा पनि व्यक्तिगत आरोप प्रत्यारोप र विगतका गम्भीर घटनातर्फ मोडिने सङ्केत देखिएको छ। बालेनको यो कडा प्रहारले